हाम्रो जीवन समुद्र जस्तै हो। कहिलेकाहीँ समुद्र शान्त, चुपचाप र शान्तिपूर्ण हुन्छ र कहिलेकाहीँ त्यहाँ आँधीबेहरी पनि आउँछ, छालहरू आउँछ र उथल-पुथल बनाइदिन्छ। र मैले यो महसुस गरेँ कि यो साँच्चै हुन्छ। हाम्रो जीवन कहिलेकाहीँ शान्तिपूर्ण चलिरहेको हुन्छ, त कहिलेकाहीँ समुद्रमा जस्तै आँधीबेहरी आउँछ र कहाँदेखि कहाँ पुर्याइदिन्छ, अशान्ति बनाइदिन्छ। हामीले हाम्रो जीवनमा यस्ता धेरै उतार चढावहरूको सामना गर्दै आइरहेको छौँ र हामी नमरिन्जेलसम्म हामीले यसको सामना गर्नुपर्छ। हाम्रो जीवनमा उतार चढावहरू आइ नै रहन्छ। कहिले प्रशंसा पाउँछौँ त कहिले दोष, कहिले लाभ हुन्छ त कहिले हानि, कहिले प्रसिद्धि भइन्छ त कहिले अपमान र कहिले आनन्द हुन्छ त कहिले पीडा। एकजना नाविक नाम गरेको जवान जहाजमा काम गर्थ्यो, जसलाई समुद्रको छालहरूसँग धेरै डर लाग्थ्यो। हरेक पटक समुद्रमा छालहरू आउँदा, आँधीबेहरी आउँदा, समुद्र उथल पुथल हुँदा जहाजभित्र गएर लुक्थ्यो र काम्दै कहिले समुद्र शान्त हुन्छ भनेर पर्खिरहन्थ्यो। र एक दिन एकजना बुद्धिमान वृद्ध क्याप्टेनले उसलाई भन्यो, बाबु, तिमी समुद्रलाई शान्त पार्न सक्दैनौ। यो छालहरू, आँधीबेहरीहरू समुद्रमा कहिल्यै रोकिँदैन। केही समय शान्त भए पनि पटक पटक आइ नै रहन्छ र आइ नै रहनेछ। कहिलेसम्म तिमी यसरी डराएर लुकेर बस्छौ, जबकि यसको कुनै अन्त्य नै छैन। तिमी यसलाई रोक्न कहिल्यै पनि सक्दैनौ, तर तिमी आँधीबेहरीबाट यात्रा गर्न सिक्न सक्छौ। त्यो दिन उनको जीवन परिवर्तन भयो। उनले महसुस गर्यो कि छालहरू कहिल्यै पनि उनको शत्रु थिएनन्, तिनीहरूले उनलाई केही सिकाइरहेको थियो। अप्ठ्यारो परिस्थितिमा कसरी अगाडि बढ्ने, आँधीबेहरी छालहरूको सामना गर्दै कसरी यात्रा गर्ने भनेर सिकाइरहेको थियो। त्यो दिनदेखि ऊ निडर भएर जस्तो सुकै परिस्थितिमा पनि आँधीबेहरी छालहरूको सामना गर्दै आफ्नो यात्रा अगाडि बढाइरह्यो र केही समयपछि उसलाई यात्रा सजिलो लाग्न थाल्यो र उसलाई केही मजा आउन थाल्यो, रमाइलो लाग्न थाल्यो। हाम्रो जीवन पनि उस्तै हो। तपाईँ समस्या, पीडा वा परिवर्तनलाई रोक्न सक्नुहुन्न, तर तपाईँ ती सबैलाई पार गर्न सिक्न सक्नुहुन्छ। जस्तोसुकै परिस्थितिमा पनि तपाईँ आफ्नो जीवनको यात्रालाई अगाडि बढाउन सक्नुहुन्छ। यो कसरी हुन्छ त भन्दाखेरि साहसको साथ। तपाईँमा साहस हुनुपर्छ, तपाईँले साहस बनाउनुपर्छ। विश्वासको साथ तपाईँमा आफूले आफूलाई विश्वास गर्नुपर्छ। तपाईँमा एउटा बलियो विश्वास हुनुपर्छ र धैर्यताको साथ तपाईँमा एउटा धैर्यताको मानसिकता हुनुपर्छ। तपाईँमा एउटा धैर्यता हुनु जरुरी छ। त्यसैले जब तपाईँको जीवनमा समस्या, पीडा, परिवर्तन वा गाह्रो परिस्थितिहरू आउँछ, त्योबाट नभाग्नुहोस्। त्यसले तपाईँलाई कमजोर होइन, बलियो बनाउनेछ। तपाईँ त्यहाँबाट धेरै कुरा सिकेर आफ्नो जीवनको यात्रालाई सहज बनाउन सक्नुहुन्छ र तपाईँ सजिलैसँग आफ्नो जीवनको यात्रालाई अगाडि बढाउन सक्नुहुन्छ।